मलाई कति रुपियाँ लाग्छ त भनेर तपाईँले यहाँबाट आफै गएर हेर्नुहोस्, श्रम स्वीकृतिमा जानुहोस्। यसरी जानुभयो भने तपाईँ ठगिन सक्नुहुन्न। अब यसरी तपाईँले आफ्नो कुन देशमा हुनुहुन्छ देश छान्न सक्नुहुनेछ। यहाँ तपाईँ जुन देशमा बस्नुभएको छ त्यही देश, त्यसै गरी तपाईँको उमेर समूह छान्नुभयो भने 18 देखि 35 वर्ष छ भने यहाँ कति देखाउँछ कि जस्तो अब तपाईँले जुन देशबाट हेर्नुहुन्छ त्यहीको दिराम देखाउँछ। अब श्रम गर्नलाई कति रुपियाँ लाग्छ, कहाँबाट हेर्ने र कसरी गर्ने त त्यो भिडियो म आज तपाईँलाई टोटली सिकाउन गइरहेको छु। भिडियो तपाईँले अन्त्यसम्म हेर्नुहोला, आफ्नो साथीभाइलाई सेयर गर्न नछुटाउनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला। आउनुहोस् सुरु गरौँ है त। हामीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्राप्त गर्नको लागि सबैभन्दा पहिले तपाईँ आफ्नो गुगलमा जानुहोस्, गुगलको क्रोम ब्राउजरमा जानुहोस्, माथि सर्च बारमा गएर तपाईँले सर्च बारमा गएर श्रम.wtsgroup.net सर्च गर्न सक्नुहुनेछ। अर्थात् तपाईँले नेपालीबाट नै परदेशी श्रम साथी भनेर सर्च गर्नुभयो भने सिधा एउटा यो अप्सन आउँछ, यसमा तपाईँले क्लिक गर्नुभयो भने सिधै तपाईँलाई परदेशी श्रम साथी भन्ने यस्तो किसिमको एउटा फोल्डर खुल्ने गर्दछ। अब यहाँ तपाईँलाई सेवा छान्नुहोस् भनेको छ, श्रम स्वीकृति लिने हो कि अन्तर्राष्ट्रिय सवारी साधनको अनुमति पत्र लिने हो त तपाईँ यहाँ दुईटै सेवाहरू यस सुविधाबाट पाउन सक्नुहुनेछ। अब श्रम स्वीकृति लिनको लागि तपाईँको श्रम स्वीकृतिमा यहाँ क्लिक गर्नुहोस्। त्यस पछाडि अब यहाँ प्याकेज अवधि भनेको छ, तपाईँले कुन देशमा हुनुहुन्छ भनेर छान्नुहोस् भनेको छ। म यहाँ अब यहाँ अप्सनमा गएपछि अब म दुबईमा भएकोले यहाँ युएई, मैले यहाँ युएईमा टिक लगाएँ है त। तपाईँ जुन देशमा हुनुहुन्छ त्यही देशको टिक लगाउनु होला। उमेर समूह छान्नुहोस् भनेको छ। अब तपाईँले यहाँ क्लिक गर्नुहोस्। 18 देखि 35 वर्ष, अब कति वर्षको उमेरको बिचमा तपाईँको उमेर हो। जस्तै मैले यहाँ 18 देखि 35 को बिचमा टिक लगाएँ भने अब तपाईँको शुल्क विवरण भनेको छ, अब सोसल सेक्युरिटी छ, त्यसै गरी गभर्मेन्टहरू होइन, त्यसपछि इन्सुरेन्सहरू तपाईँले विभिन्न किसिमको केमा कति शुल्क लाग्छ यहाँ सबै देखाएको छ। टोटल गरेर 35 वर्ष मुनिको मान्छेलाई श्रम गर्नको लागि दुबईको 226 दिराम तपाईँ जुन देशबाट पनि गर्न सक्नुहुनेछ। 35 भन्दा माथि हुनुहुन्छ भने पछि तपाईँलाई 262 दिराम खर्च तपाईँको पर्ने भयो। अब तपाईँले यहीँबाट श्रमको आवेदन दिन सक्नुहुनेछ। आवेदन दिनुभयो, तपाईँले यहाँबाट आफ्नो नाम राख्नुहोस्, फोन नम्बर राख्नुहोस्, इमेल राख्नुभयो, पासपोर्ट नम्बर राख्नुभयो। त्यस पछाडि तपाईँले यहीँबाट यो 262 दिराम यहीँबाट पे गरिदिनु भयो भने तपाईँको श्रमको PDF फाइल तपाईँको मोबाइलबाट तपाईँको रुममै आइपुग्छ। एकदमै राम्रो सुविधा रहेको छ। अन्यथा तपाईँलाई झन्झट छ, झ्याउ लाग्छ भनेपछि तपाईँले श्रम मन्त्रालयमा गएर केही समय खर्च गर्न सक्नुहुनेछ, टाइम लाग्ने गर्छ। तपाईँलाई जस्तो सुविधा होस्, तर तपाईँले श्रम गर्दा कति खर्च लाग्छ त भन्ने कुरा आफ्नै मोबाइलबाट यसरी हेर्न सक्नुहुनेछ। यसबाट अन्तर्राष्ट्रिय सवारी साधनको अनुमति पनि तपाईँले हेर्न सक्नुहुनेछ। मैले तपाईँलाई यो जानकारी दिएँ, तपाईँलाई कस्तो लाग्यो कमेन्ट लाइक गर्न नछुटाउनु होला। यस्तै भिडियोलाई लिएर फेरि आउँला, अहिले बिदा हुन्छौँ। नमस्कार।